हेलो नमस्कार। आज हामी यो हिब्रू भाषाको 11औं भाग लिएर चाहिँ आइरहेका छौँ। सम्भवतः अब हामीले हिब्रू भाषामा जस्तो अङ्कहरू भयो, अनि त्यसपछि सामान्यतया अब त्यस्तै नातागोताको कुराहरू त अब हामीले हेरिहाल्यौँ। अब हामी विभिन्न किसिमका नामहरूको बारेमा यो अब हामी कसरी वाक्य बन्छ, अब हामी हिब्रूमा चाहिँ कसरी वाक्य बन्छ भन्ने कुराहरूमा चाहिँ अब हामी जान्छौँ। जस्तो सेन्टेन्स स्ट्रक्चर, वाक्य बनावट होइन त, वाक्य बनावट कसरी बन्छ अथवा हिब्रूमा कसरी वाक्य बन्छ र कसरी हामी वार्तालाप गर्छौँ भन्ने कुरामा आज हामी जान्छौँ। सबैभन्दा पहिला वाक्य बनावट चाहिँ कस्तो हुन्छ भने कर्ता कर्म क्रिया होइन त। यो चाहिँ नेपाली भाषामा भयो। जस्तो म भात खान्छु, यो भयो होइन त, कर्ता कर्म क्रिया। अब त्यस्तै अङ्ग्रेजीमा चाहिँ सब्जेक्ट अब्जेक्ट होइन, सब्जेक्ट भर्ब अब्जेक्ट होइन त, सब्जेक्ट भर्ब अब्जेक्ट। यसरी नै हामी के गर्छौँ, आई इट राइस, यसरी वाक्य बन्यो। म भात खान्छु अथवा म भात खान्छु अथवा आई इट राइस, यो पूर्ण वाक्य हो एउटा होइन त, यो पूर्ण वाक्य हो। भन्नुको मतलब अब हामीले के बुझ्न जरुरी छ भने हामीहरूले करिब करिब यो सर्वनामको बारेमा हामीले जानिसक्यौँ। मलाई के भन्छ, तिमीलाई के भन्छ, हामीलाई के भन्छ, उलाई के भन्छ, उनीहरूलाई के भन्छ, तिनीहरूलाई के भन्छ भन्ने कुराहरू अब जानिसक्यौँ। अब यहाँनिर म भात खान्छुको ठाउँमा अब हामीले तिमी राख्न सक्छौँ, हामी राख्न सक्छौँ, ऊ राख्न सक्छौँ, उनी राख्न सक्छौँ, उनीहरू राख्न सक्छौँ, तिनीहरू राख्न सक्छौँ होइन त। अब जस्तो यहाँनिर पनि हामी अनेक राख्छौँ, अनि यु राख्न सक्छौँ, वी राख्न सक्छौँ, हि राख्न सक्छौँ, सी राख्न सक्छौँ, दे राख्न सक्छौँ होइन त। हामी जे पनि यिनीहरू सबै राख्न सक्छौँ। भलै भर्बको चाहिँ नि स्वरूपमा केही चाहिँ नि फरक होला। जस्तो आई यु वी होइन, दे इट भयो, अब त्यस्तै इट्स भयो होइन त। यसमा केही फरक छ, तर पनि भर्ब त हामीले राख्नुपर्ने हुन्छ। अनि अन्तिममा आएर के भयो त भन्दा राइस। यो राइसको ठाउँमा हामी खाने चिजहरू सबै कुराहरू राख्न सक्छौँ होइन त। आई इट भन्ने बित्तिकै हामी के खान्छौँ त भन्दा राइस खान्छौँ, मिट खान्छौँ होइन। अब जेसुकै खानेकुराहरू अब जे पनि राख्न सक्छौँ हामीहरूले। म भात खान्छु, जस्तो म भात खान्छु, म मासु खान्छु, म रोटी खान्छु होइन। यो के हुने भयो त, भातको ठाउँमा यो खान्छु भन्ने बित्तिकै खान मिल्ने चिजहरू चाहिँ अनेकौँ नामहरू हुने भयो होइन। म चाउचाउ खान्छु, म चाउमिन खान्छु, म मोमो खान्छु, म थुक्पा खान्छु, म सुन्तला खान्छु, फलफुल खान्छु होइन। खानेकुराहरू सबै के हुन्छ त, खान्छु। भन्नुको मतलब अब हामीलाई सामान्यतया सर्वनामको बारेमा जानकारी भइसकेको छ। म, तिमी, तपाईँ, हामी, ऊ, उनीहरू, तिनीहरू भन्ने कुरा हामीले जानकारी हिब्रूमा के भन्छ भन्ने कुरा बुझिसकेका छौँ। अब हामीले के जान्नु पर्यो भन्दाखेरि त, अब म जानिसकेपछि क्रियाको बारेमा हामीले पढ्न बाँकी छ होइन। तर अब हामीले के जान्नु पर्यो त, म भात पछि खान्छु भन्ने पढौँला। अहिले हामी सामान्यतः यो पढ्दै जान्छौँ, हामी वाक्यहरू बनाउँदै जान्छौँ, तर पनि हामीलाई के जान्नु पर्यो त भन्दाखेरि विभिन्न किसिमको नामहरू जान्नु पर्यो। हामीहरूले जान्नु पर्यो नि, भातलाई के भन्छ, मासुलाई के भन्छ, रोटीलाई के भन्छ, फलफुललाई के भन्छ होइन, चाउचाउलाई के भन्छ, थुक्पालाई के भन्छ, जे जति खानेकुराहरू छ त्यो के भन्छ भन्ने कुराहरू चाहिँ अब हामीले वाक्यहरू बनाउँदै जानुपर्छ र विभिन्न किसिमका नामहरू अब हामीले कण्ठ गर्नुपर्छ। अब यहाँनिर जस्तो यहाँनिर म भात भएर पो त, जस्तो ठाउँको नाम ल धरान भन्यो भने के भन्नु पर्यो त, जान्छु। यहाँ जान्छु भन्यो भने
यहाँ जान्छु भन्यो, यहाँ जस्तो खान्चुको ठाउँमा जान्छु भनेर भन्यो भने हामी के हुन्छ धारण कहाँ, अब म छँदैछ, अब यो मको ठाउँमा तिमी, हामी, ऊ, उनीहरू, तिनीहरू भन्ने छँदैछन्। अब जान्छु भन्ने बित्तिकै कहाँ जान्छु त? बजार जान्छु, घर जान्छु, स्कुल जान्छु, होइन, पुलिस अफिस जान्छु, होइन, त्यसपछि कता धरान जान्छु, अनि खेतमा जान्छु। त्यो जान मिल्ने ठाउँहरू जति सबै हामीले के गर्नु पर्यो त? नामहरू चाहिँ कण्ठ गर्नु पर्यो। अब बजारलाई के भन्छ, होइन, घरलाई के भन्छ, होइन, किचनलाई के भन्छ, कोठालाई के भन्छ, होइन, अनि त्यसपछि ओछ्यानलाई के भन्छ, यी सबै कुराहरू हामीले चाहिँ नामहरू चाहिँ धेरै नामहरू कण्ठ गर्नुपर्ने हुन्छ। र त्यो नाम हुने बित्तिकै अब म भनेको आनी छँदैछन्, अनि त्यसपछि जान्छु भन्ने कुरा हामी क्रियात्मक शब्दहरूको चाहिँ नि विभिन्न भागहरूमा हामी पढ्छौँ। तर अहिले चाहिँ के जान्नु पर्यो त भन्दाखेरि हामीले चाहिँ नामहरू चाहिँ जान्नुपर्छ। अब यसैमा हेरौँ है त। जस्तो मानिलिउँ उदाहरणको लागि जस्तो म भात खान्छु भयो, होइन त, म भात खान्छु भयो, यहाँ तिनवटा छ, म भात खान्छु भयो। अब म भनेर हामीलाई थाहा भइसकेको छ। अब उदाहरणको लागि यसैमा हिब्रूलाई ठ्याक्कै उल्था गर्दाखेरि जस्तो म भनेको के भयो? अनि, होइन। अब भातलाई के भन्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। अनि भातलाई के भन्छ? अब पहिला त के गर्नु पर्यो? हिब्रूको फेरि वाक्य बनावट चाहिँ फेरि अङ्ग्रेजी जस्तो हुन्छ, ठ्याक्कै नेपाली जस्तो हुँदैन। खान्छु यता आउँछ, भात उता जान्छ। आई पहिला इट, भर्ब चाहिँ के भयो त अङ्ग्रेजीमा? सब्जेक्ट भर्ब अब्जेक्ट भयो। त्यस कारण खान्छु भन्ने शब्द बिचमा आउँछ, त भात भन्ने शब्द चाहिँ के हुन्छ त? पछाडि बन्छ। त्यसैले अनि अब यो खान्छु चाहिँ के हुन्छ त? अनि खान्छु भन्दाखेरि ओखेल, है त, ओखेल। अनि भातलाई के भन्छ? ओरेज। यस्तो भयो, अनि ओखेल ओरेज, होइन त, अनि ओखेल ओरेज। अब फेरि यो ओखेल केटाले ओखेल भन्ने हो, केटीले ओखेल अर्कै छ। फेरि ओखेल ओखेलेत भन्ने बेग्लै छ। जस्तो अङ्ग्रेजीमा हि के भयो? इट्स भयो। तर आई के भयो? इट भयो, होइन त। आईलाई इट भयो, हिलाई इट्स भयो। भर्बको चाहिँ नि स्वरूपमा परिवर्तन भयो, फरक छ। त्यस्तै हिब्रूमा पनि के हुन्छ त भन्दाखेरि भर्बको स्वरूपमा चाहिँ परिवर्तन चाहिँ हुन्छ। जस्तो ओरेज भनेको, भात भनेको ठ्याक्कै ओरेज हो। यो भात भनेको ठ्याक्कै ओरेज हो, राइस भनेको ठ्याक्कै ओरेज हो। भात भनेको ठ्याक्कै राइस हो, राइस भनेको ठ्याक्कै ओरेज हो, ओरेज भनेको ठ्याक्कै भात हो। नाममा चाहिँ फरक हुँदैन, चाहे हिब्रू भाषा होस्, चाहे अङ्ग्रेजी भाषा होस्, चाहे नेपाली भाषा होस्, जुनसुकै भाषामा पनि के हुन्छ त भन्दाखेरि भातलाई भातै हो। भातको एउटै नाम हुन्छ, अङ्ग्रेजीमा पनि एउटै हुन्छ, हिब्रूमा पनि एउटै हुन्छ, होइन, हिन्दीमा पनि एउटै हुन्छ, कोरियनमा पनि एउटै हुन्छ, चाइनिजमा पनि एउटै हुन्छ, जहाँसुकैको भाषामा पनि भात भनेपछि एउटै हुन्छ त। तर क्रियात्मक शब्दहरूमा चाहिँ फरक होला। जस्तो यहाँनिर फरक भयो नि त, आई इट भयो, जस्तो हिमा इट्स भयो, सीमा इट्स भयो, होइन त। त्यो भर्बको स्वरूपमा यो ग्रामरको नियम, यो चाहिँ व्याकरणको नियम भयो। अब नेपालीमा पनि त म पो खान्छु हो त, तिमी के हो त? तिमी खान्छु हो त? तिमी त खान्छौ हो कि होइन? तिमी खान्छौ हो। अब हामी के हुन्छ? फेरि हामी खान्छौँ हुन्छ, ऊ फेरि खान्छ हुन्छ। अब क्रियात्मक शब्दमा फरक हुन्छ सब्जेक्ट अनुसार। जस्तो मलाई फरक, उलाई फरक, तिमीलाई फरक, हामीलाई फरक, उनीहरूलाई फरक। अब यो हिसाबले त के देखियो त यहाँनिर भन्दाखेरि अब मलाई म खान्छु भयो, तिमी खान्छौ भयो, ऊ खान्छ भयो, हामी खान्छौँ भयो, उनीहरू खान्छन् भयो, तिनीहरू खान्छ भयो। अब यहाँनिर प्रत्येक सर्वनाममा क्रियात्मक शब्दको प्रयोग र क्रियात्मक शब्दको स्वरूपमा चाहिँ फरक भयो चाहिँ नि नेपालीमा। बरु अङ्ग्रेजीमा चाहिँ बरु सजिलो भयो, किन अङ्ग्रेजीमा त दुईवटा मात्रै भयो, थर्ड पर्सन सिङ्गुलर, हि सी र इटलाई मात्रै चाहिँ नि के भयो त भन्दाखेरि इट्स भयो, अरू सबैलाई के भयो? इट भयो। त्यहाँ त दुईवटा मात्रै भयो अङ्ग्रेजीमा चाहिँ। जस्तो वर्तमान कालमा अङ्ग्रेजीको क्रियात्मक स्वरूपको चाहिँ नि स्वरूपमा चाहिँ अङ्ग्रेजीको क्रियात्मक शब्दको स्वरूपमा चाहिँ के भयो त भन्दाखेरि खालि दुई तरिकाले मात्रै भनियो। एउटा चाहिँ नि हि र सी इट, अनि त्यसपछि अरू सबैलाई फेरि एउटा भयो, होइन त। भर्बको स्वरूप दुईवटा भयो। तर नेपालीमा के भयो त भन्दा नेपालीमा चाहिँ फेरि फरक भयो।
अब मलाई खान्छु भयो, तिमीलाई खान्छौ भयो, ऊ खान्छ भयो, हामी खान्छौँ भयो। त्यस कारणले गर्दा के हुने भयो त भन्दाखेरि म, तिमी, तपाईँ, यो सर्वनाम अनुसार चाहिँ क्रियात्मक शब्दको स्वरूप चाहिँ फरक हुन्छ। अङ्ग्रेजीमा पनि फरक भयो, हिब्रू नेपालीमा पनि फरक भयो। अझ वर्तमान अब अझ भूतकालमा गयो भने त अङ्ग्रेजीको त एउटै हुन्छ। सबै सर्वनामहरूलाई के हुन्छ त भन्दाखेरि भर्बको स्वरूप एउटै हुन्छ। पास्ट टेन्समा, फ्युचरमा पनि एउटै हुन्छ। तर नेपालीमा त सबैमा के हुन्छ त भूतमा पनि फरक हुन्छ। जस्तो अब मैले खाएँ, तिमीले खायौ, उसले खायो, हामीले खायौँ, उनीहरूले खाए। अब त्यो प्रत्येक सर्वनामअनुसार नेपालीमा पनि के हुन्छ, वर्तमान, भूत र भविष्यमा क्रियाहरूमा फरक हुन्छ। तर नाम संसारमा जुनसुकै ठाउँमा पनि नाम चाहिँ एउटै मात्रै हुन्छ। जस्तो अङ्ग्रेजीमा राइस भन्यो, नेपालीमा भात भन्यो, चामल भन्यो, भात भन्यो, एउटै भयो। त्यस्तै हिब्रूमा चाहिँ ओरेज भयो, ओरेज होइन, ओरेज भयो। त्यस्तै कोरियनमा होला, त्यस्तै हिन्दीमा होला। नाम त घर भन्ने बित्तिकै घर हो होइन, घर भन्ने बित्तिकै घर हो। पानी भन्ने बित्तिकै हिब्रूमा अङ्ग्रेजीमा त वाटरै हो नि त। यसमा अरू केही फरकै छैन। वाटर भनेकै पानी, पानी भनेकै वाटर हो, सिद्धो। हिब्रूमा त्यस्तै माइम भन्यो नि, यो पानी भनेकै, यो माइम भनेकै वाटर हो, वाटर भनेकै पानी हो, पानी भनेकै माइम हो। यसमा केही फरकै छैन। यसमा चाहिँ यो गर्नु त हामीहरूले पानीलाई के भन्छ भनेर अङ्ग्रेजी पढ्दाखेरि वाटर भन्ने बित्तिकै सिद्धो। हिब्रूमा चाहिँ पानीलाई के भन्छ भनेर भन्दाखेरि माइम भन्ने बित्तिकै सिद्धो। त्यसमा चाहिँ कुनै उनै छैन, के भन्ला कसो भन्ला भन्ने कुरै छैन त्यसमा होइन। तर हिब्रूमा के अरे क्रियात्मक शब्दमा त्यस्तो हुँदैन। त्यसैले क्रियात्मक शब्दको बनावट, त्यसको चाहिँ वर्गीकरण, त्यसको स्वरूपको सम्बन्धमा अलिकति यो नामभन्दा चाहिँ क्रियात्मक शब्दहरूको चाहिँ भोलि अलिकति गहिरो गरी चाहिँ हामीहरूले यिनीहरूलाई चाहिँ हेर्नुपर्ने हुन्छ। तर आज चाहिँ हामी के गर्छौँ त, खालि नाम मात्रै पढ्छौँ। नाम केसँग सम्बन्धित नाम, जस्तो घरभित्र बाहिर के चिज हुन्छ। अब घरमा के हुन्छ, आँगन हुन्छ, घर हुन्छ, ढोका हुन्छ, झ्याल हुन्छ, खाट हुन्छ होइन, सिरानी हुन्छ, सिरक हुन्छ, डस्ना हुन्छ होइन, भुइँ हुन्छ, छत हुन्छ, सिलिङ हुन्छ, किचनमा हुने चिजहरू चाहिँ फ्रिज हुन्छ, ग्यास हुन्छ होइन, अब प्लेट हुन्छ, चम्चा हुन्छ, काँटा, यी सबै कुराहरू चाहिँ हामीले के गर्नुपर्छ त भन्दाखेरि हामीले चाहिँ यो चाहिँ कन्ठै गर्ने हो, कन्ठै गर्नुपर्छ। काँटालाई के भन्छ, चम्चालाई के भन्छ होइन, अब ग्यासलाई के भन्छ, ढोकालाई के भन्छ, झ्याललाई, यी सबै कुराहरू हामीले कण्ठ गर्दै जाने हो। कण्ठ गर्दै जाने हो। वाक्य पनि बनाउँदै जाने हो। केही पनि फरक परेन, वाक्य पनि बनाउँदै जाने हो होइन। जस्तो अब म जान्छु, अब म रुमलाई के भन्छ, कोठालाई के भन्छ होइन, म कोठा जान्छु भन्नु पर्यो। म कोठा जान्छु भन्नु पर्यो भने जान्छु क्रियात्मक त आयो। अब म त हामीले के भन्छ बुझिसकेका छौँ, तर जान्छु क्रियात्मक शब्द छ। तर कोठा, म कोठा जान्छु, जाने ठाउँ मिल्ने ठाउँ, जानलाई मिल्ने ठाउँ जति हामीले जहाँ पनि जान्छु भनेर प्रयोग गर्न सक्छौँ। अब म भात जान्छु, म पानी जान्छु त भन्नु मिल्दैन, किन त जाने ठाउँ होइन। तर जाने ठाउँ, हिँडेर जहाँसम्म हामी जान्छौँ त्यो जाने ठाउँको लागि चाहिँ हामी कुन क्रिया प्रयोग गर्न सक्छौँ भन्दाखेरि क्रियात्मक शब्द गो टु, अर्थात् चाहिँ जानु भन्ने शब्द चाहिँ हामी प्रयोग गर्न सक्छौँ। त्यसैले त्यो क्रियात्मक शब्दको अलिकति गहिरो गरेर अध्ययन गर्नलाई हामी पछि गर्छौँ। तर हामीले सर्वनाम गरिसक्यौँ। अब हामीले के गर्न बाँकी छ त भन्दाखेरि नामहरू। अब नामहरू होइन, नाम अब यो नामको सम्बन्धमा चाहिँ मैले चाहिँ मेरो एउटा तपाईँको सिखातोभा होइन, अथवा सिखातोभा भन्ने एउटा चाहिँ बुक छ। यो मेरो हो, यो मैले निकालेको। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। यो सिखातोभा होइन, सिखातोभा गुड कन्भर्सेसन होइन। तपाईँहरू यो बुक चाहिँ मैले एउटा प्रकाशकलाई दिएको थिएँ। अब त्यसले बुक छापेको छैन भन्छ, तर बजारमा चाहिँ बुक पाउँछ फेरि। अब त कहाँबाट गयो थाहा छैन, अब खोजी हिँड्ने कुरा पनि भएन। ठिकै छ, त्यसले चाहिँ नि अब प्रकाशन गरेर
बेचेर नै खायो भने पनि ठिकै छ, त्यो धनी भइहाल्यो, मलाई धनी हुनु परेको छैन। ठिकै छ। तपाईँले बजारमा पनि यो शिखातोबा, म नरेन्द्र चेम्जोङ, मैले चाहिँ यो बुकहरू चाहिँ बाहिर निकालेर ल्याएको छ। मैले अहिले यो किन बुक चाहिँ तपाईँहरूलाई चाहिँ देखाइरहेको छ भने यो बुक चाहिँ अलिकति तपाईँको अरू बुकहरूमा चाहिँ के तपाईँहरू के पाउनुहुन्छ भने सामान्यतया कसरी वार्तालाप गर्ने, म भात खान्छु भन्दा के भन्छ, म स्कुल जान्छु भन्दा के भन्छ, मलाई भोक लाग्यो भन्दा के भन्छ भन्ने कुराहरू सिधै कन्भर्सेसन गरेर उता हिब्रूमा उल्था गरिदिएको छ। त्यसरी मलाई के लाग्छ भने त्यसरी भाषा बुझ्नु अलिक गाह्रो हुन्छ, किनभने हरेक वाक्यहरू मान्छेले त लाखौँ वाक्यहरू बोल्नु सक्छ नि त, हजारौँ वर्ष वाक्य बोल्नु सक्छ होइन। तर त्यो हजारौँ वाक्यहरू बोल्दाखेरि चाहिँ नि अब मलाई म खान्छु भन्नु पो आयो त, म खान्न भन्नु पर्यो, म भोलि खान्छु भन्नु पर्यो, आज खान्न भन्नु पर्यो। मेरो मतलब के भने हामीहरूले वार्तालाप गर्दा चाहिँ विभिन्न कालहरूमा हामी बोलिरहेको हुन्छौँ क्या। कहिले वर्तमानमा बोलिरहेको हुन्छौँ, कहिले भूतकालमा बोलिरहेको हुन्छौँ, कहिले भविष्यकालमा बोलिरहेको हुन्छौँ। म भात खान्छु मात्र होइन, म भात खान्छुलाई यो मात्रै भनेर हामीले उल्था गरेर मात्र हुँदैन। म भात खान्छु भन्न जान्ने मान्छेले मैले भात खाएँ भन्नु पनि जान्नु पर्यो, म भात खानेछु भनेर पनि भन्न जान्नु पर्यो होइन। म मात्र होइन, सर्वनाम कतिवटा छ। म खान्छु मात्र होइन, उसले खान्छ पनि भन्नु पर्यो, हामीले खान्छ पनि भन्नु पर्यो, तिमीले खान्छौ पनि भन्नु पर्यो होइन। जस्तो अब उसले खान्छ, हामी खान्छौँ, तिमी खान्छौ, यसरी विभिन्न किसिमको सर्वनाम राखेर खाने कुराहरू खान्छ, खायौँ, उसले खायो, तिनले खायो भनेर पास्टमा पनि कुरा गर्न सक्नु पर्यो। तिनले खाएन भनेर नेगेटिभ वाक्य पनि बनाउन सक्नु पर्यो, पोजिटिभ वाक्य पनि बनाउन सक्नु पर्यो एउटै शब्दबाट। खालि यहाँनिर म भात खान्छु मात्रै भनेर मात्रै पनि हुँदैन क्या। म भात खान्छु भनेर मात्रै पनि हुँदैन होइन। उसले के भन्नु सक्नु पर्यो, म भात खान्न पनि भन्न सक्नु पर्यो। यो म मात्रै भनेर हुँदैन, तिमीले भात खान्छौ पनि भन्न सक्नु पर्यो, उसले भात खान्छ पनि भन्न सक्नु पर्यो, हामीले भात खान्छ पनि भन्न सक्नु पर्यो। यो खान्छु मात्रै भनेर हुन्छ र? खाएँ भन्नु पर्यो भने नि फेरि खाएँ पनि भन्न सक्नु पर्यो। मैले हिजो भात खाएँ भन्दाखेरि म हिजो भात खान्छु भनेर हुँदैन, मैले हिजो भात खाएँ भन्नु पर्यो। उसले भात खायो पनि भन्नु पर्यो, हामीले भात खायौँ, सबै सर्वनाम राखेर चाहिँ हामीले खायौँ, उसले खायो, तिनले खायो, सबैजना जतिवटा सर्वनाम छ सबैले खायो भन्नु पर्यो। तर यो सम्भव हुन्छ त? तपाईँको कतिवटा 70-80 हजारवटा वाक्यहरू भन्छ चाहिँ तपाईँको। मैले यो बुकमा चाहिँ नि 60-70वटा 70-80वटा चाहिँ भर्बलाई चाहिँ हरेक चाहिँ भर्बहरूलाई चाहिँ विभिन्न कालहरूमा परिवर्तन गरेर पोजिटिभ नेगेटिभ सेन्टेन्स क्वेसन र नेगेटिभ क्वेसन सेन्टेन्स बनाउँदाखेरि चाहिँ मलाई लगभग चाहिँ नि लाख जतिको वाक्यहरू चाहिँ निर्माण गर्न सक्छ एउटा चाहिँ स्टुडेन्टले। तपाईँले राम्रो किसिमको मेरो भिडियो हेर्नु सक्नुभयो, भिडियोहरू हेर्नुभयो भने त्यो भिडियोबाट तपाईँहरूले चाहिँ कम्तीमा पनि 80-90 हजारवटा वाक्य बनाउन सक्नुहुन्छ। वाक्य बनाउन त्योभन्दा बढी त हामी के बोल्छौँ र? जतिवटा क्रियात्मक शब्द हो, जस्तो तपाईँहरूलाई एउटा कुरा म के भन्छु भने, अब सुन्नुहोस् है, म यहाँनिर सानो एउटा चाहिँ उदाहरण दिन्छु। यो कुरो चाहिँ हामीहरूले यसैलाई चाहिँ नि आधार मानेर हामी यो भाषा कसरी बोल्ने भन्ने कुरा हामी सिक्छौँ। जस्तो उदाहरणको लागि खानु भन्ने क्रियात्मक शब्द छ। अब हेर्नुहोस् है, अब यहाँनिर म, तिमी, हिब्रू त तिमी दुईटा हुन्छ नि त होइन, तिमी, हामी होइन। तिमी मात्रै नभएर तिमीहरू पनि दुईटा हुन्छ, किनभने केटा तिमी र केटी तिमी फरक भइसकेपछि तिमीहरू, यो मैले धेरैचोटि भनिसकेको छ अगाडि होइन। तिमीहरू मैले यति मात्रै लेख्देँ, तिमीहरू होइन, हामी, ओ, उनी होइन, अनि त्यसपछि उनीहरू होइन, अनि फेरि तिनीहरू। अब सुन्नु यहाँनिर तिनीहरू हिब्रूमा सर्वनाम शब्द यति हो, हिब्रूमा सर्वनाम शब्द यति हो। अब यो खानु भन्ने क्रियात्मक शब्द छ, मैले कतिवटा वाक्य बन्छ भन्ने कुरा मात्रै मैले उदाहरण दिन खोजेको यहाँ। अब खानु भन्ने क्रियात्मक शब्द छ, यो खानु भन्ने क्रियात्मक शब्दलाई चाहिँ हामी 3टा कालमा हामी परिवर्तन गर्न सक्छौँ। केमा त? वर्तमान, भूत, भविष्य होइन त? वर्तमान, भूत, भविष्य। अब यसलाई वर्तमान कसरी बनाउँछौँ त?
हामी वर्तमान कसरी बनाउँछ त भन्दाखेरि यो मलाई पहिला हामीले के गर्छौँ त, मलाई वर्तमान बनाउँदा के हुन्छ त, खान्छु हुन्छ, तिमी खान्छौ हुन्छ, तिमी खान्छौ नै हुन्छ हाम्रो। मैले नेपालीमा गरिरहेको छु यो। किन नेपालीमा व्याकरणमा यो म गइरहेको छु भनेदेखि यसैलाई हामी भोलि उल्टा गरेर हिब्रू बनाउँछौँ। जसरी नेपाली व्याकरणमा खानु भन्ने क्रियात्मक शब्दलाई हामीले विभिन्न कालहरूमा परिवर्तन गरेर वर्तमान, भूतकाल र भविष्यकालमा हामी परिवर्तन गर्दै जान्छौँ, अङ्ग्रेजीमा पनि त्यस्तै त हो नि। र सेम उस्तै तरिकाले हामी हिब्रूमा पनि त्यसरी नै हो। भनेपछि हामी जति नेपालीमा वाक्य बनाउन सक्छौँ, हिब्रूमा पनि त्यति नै बनाउन सक्छौँ। जतिवटा नेपालीमा वाक्य हुन्छ, हिब्रूमा पनि त्यतिवटा हुन्छ। किनभने हिब्रूमा म छ, नेपालीमा पनि म छ। तिमी भन्ने शब्द हिब्रूमा पनि छ, उता पनि छ, अझ नेपालीभन्दा धेरै हुन्छ, नेपालीभन्दा धेरै हुन्छ। किनभने तिमी भन्ने त हिब्रूमा त सिद्धियो, नेपालीमा त एउटा तिमी भन्ने शब्द पछि सिद्धियो, होइन त। अङ्ग्रेजीमा पनि यु भन्ने बित्तिकै सिद्धियो, तर हिब्रूमा त यु भन्ने त फरक छ नि त, केटालाई फरक, केटीलाई फरक। त्यसले गर्दाखेरि अब हेर्नु, यहाँ खान्छौ, अब के भयो त, म खान्छु, तिमी खान्छौ, तिमी खान्छौ, तिमीहरू खान्छौ, होइन त, तिमीहरू खान्छौ। कतिवटा वाक्य बन्दैछ भन्ने कुरा मात्रै। यो खान्छौ खान्छौ मिल्यो, केही फरक पर्दैन। तिमीहरू खान्छौ, तिमी खान्छौ, यो मिल्यो, केही फरक पर्दैन। तर वाक्य त यतापट्टि सर्वनाम त फरक भयो नि, त्यसले गर्दाखेरि यहाँनिर वाक्यहरू फरक हुँदै गयो। अब हामी चाहिँ के हुन्छ त, खान्छौँ हुन्छ, होइन त। 1 2 3 4 5 हामी चाहिँ खान्छौँ भयो, ऊ खान्छ भयो, उनी खान्छिन्, होइन त, खान्छिन् होला, खान्छिन् भयो, उनीहरू खान्छन् भयो, खान्छन् भयो, उनीहरू खान्छ भयो, होइन त। अब यस्तो भयो। अब भूतमा गइसकेपछि के भयो त भन्दाखेरि मैले के हुन्छ, खाएँ हुन्छ, मैले खाएँ, तिमीले खायौ, होइन, हामीले खायौँ, या तिमी नै भनौँ न, तिमी नै, तिमीले खायौ। अब यहाँनिर हामीले, तिमीहरूले खायौ, तिमीहरूले खायौ, होइन त, हामीले खायौँ, होइन, उसले खायो, उनले खाए नै भनौँ न, खाए, होइन, खाए, होइन। भनेपछि उनीहरू के हुन्छ त, खाए, तिनीहरूले पनि खाए। ल, मिल्यो, यहाँनिर केही फरक, मिलेर केही फरक परेन। यतापट्टि सर्वनाम धेरै भएपछि 1 2 3 4 5 6 7 8 9 10, 1 2 3 4 5 6 7 8 9 10। अब त्यसरी नै यतापट्टि के हुन्छ त भन्दाखेरि खानेछु, म खानेछु, तिमीले के हुन्छ, खानेछौ, तिमीले पनि के हुन्छ, केटीले पनि खानेछौ, यतापट्टि के हुन्छ, तिमीहरूले खानेछौ। अनि फेरि यो मिल्यो, सबै ठाउँ मिल्यो, के फरक परेन, खानेछौ होइन त। अनि उनीहरूले खानेछ, उसले के हुन्छ, खानेछ, उनले पनि के हुन्छ, खानेछ, तिनीहरूले पनि के हुन्छ, खानेछ, उनीहरूले पनि खानेछ। ल हेर्नु, अब यो खाए, खानेछौ शब्द एउटै मिले पनि सर्वनाम त फरक पर्यो। सर्वनाम फरक पर्ने बित्तिकै के हुने भयो त भन्दा वाक्य नै फरक पर्यो। अब यहाँनिर कतिवटा वाक्य भयो त, अब हेर्नु, यहाँनिर मैले यहीलाई हिसाब गर्दैछु हिब्रूमा, है त। कतिवटा वाक्य भयो त भन्दाखेरि म खान्छु एउटा, मैले खाएँ 2टा, मैले खाएँ 3, म खानेछु 3टा भयो। कतिवटा वाक्य भयो, एउटाबाट 3टा भयो। अब यहाँ कतिवटा छ, 1 2 3 4 5 6 7 8 9 10 भयो। एउटाबाट 3टा भयो। अनि 10वटाबाट कतिवटा वाक्य भयो, यहाँ 30वटा वाक्य भयो। ल हेर्नु, 30वटा वाक्य भयो, होइन त। एउटाबाट 3टा, 10वटाबाट 30वटा। अब 30वटा मात्र होइन, यहाँ त हिब्रूमा त म 2टा हुन्छ, होइन त, हिब्रूमा त 2टा हुन्छ। भनेपछि कतिवटा, 2 4 6 8 10 12 14 16 18 20 22, त्यहाँ 22, त्यहाँ 66वटा वाक्य भयो। यहाँ त यिनीहरू 66वटा वाक्य हुने भयो, होइन त। म खान्छु, मैले खाएँ, म खानेछु, 3टा भयो। यहाँ कतिवटा हुन्छ त भन्दाखेरि 1 2 3 4 5 6 7 8 9 10 11 12, होइन, 36वटा मात्रै हुने रहेछ, होइन त। यहाँ हेर्नु, 36वटा वाक्य त यहीँ सिधै भयो। अब यहाँनिर सिधै हिब्रू यसलाई नेगेटिभ लाँदा के हुने भयो त, 36 दुना 72 हुने भयो। 72वटा त यहीँ वाक्य हुने भयो।
प्रेजेन्टमा मात्रै, होइन त? होइन, फेरि यहाँनिर फेरि के हुने भयो अर्को, यहाँनिर अब यसलाई नेगेटिभमा, यसलाई पनि नेगेटिभमा, यसलाई पनि नेगेटिभमा, तिनटैमा नेगेटिभमा लग। जस्तो म खान्छु, म खान्न, मैले खाएँ, मैले खाइनँ, म खानेछु, म खाने छैन, होइन? तिमीले खायौ, तिमीले खान्छौ, तिमीले खाँदैनौ, तिमीले खायौ, तिमीले खाएनौ, तिमी खानेछौ, तिमी खाने छैनौ। यसैले नेगेटिभ बनाउने बित्तिकै अर्को के हुने? 36वटा बन्ने भयो। एउटा 36वटा, दुईवटा 36वटा बन्ने भयो। अब यसैलाई फेरि तपाईँको अगाडि हामी यहाँ क्वेसन राखेर पनि वाक्य बनाउँछौँ। म खान्छु, म किन खान्छु, होइन? म किन खान्छु, म किन खान्न, मैले किन खाएँ, मैले किन खाइनँ, म किन खानेछु, म किन खानेछु। फेरि चाहिँ नि म पोजिटिभमा 36, फेरि नेगेटिभमा 36, फेरि यहाँनिर अर्को दुईवटा 36 आयो। ल हेर्नु यहाँ, होइन त? कतिवटा भयो त? 36 चौको 6 चौको 24, 12 13 14। ल हेर्नु, ल एउटै क्रियात्मक शब्दबाट 144वटा वाक्य बन्छ यहाँ। भनेपछि कतिवटा वाक्य बन्ने भयो त्यहाँनिर? ल हेर्नु त, म खान्छु, म खान्न। हिब्रूमा पनि सेम है। यो हिब्रूमा हामी अहिले नेपाली हिब्रूमा भोलि बुझ्दाखेरि गजङ गुजुङ हुन्छ, कता कता बुझिन्छ भनेर मात्र हो मैले यो ठ्याक्कै यो लाउनु खोजिरहेको छु। यो म खान्छु, म खान्न, तिमी खान्छौ, तिमी खान्नौ, मैले खाएँ, पास्टमा गयो, म खाएँ, मैले खाइनँ। नेपालीमा खानु भन्ने शब्दसँग योभन्दा बढी के वाक्य बन्छ? यो एउटा भयो। यहाँ कतिवटा भयो? 144 भयो, होइन त? यहाँ 144 भयो। अब सुन्नु, यहाँ यो खानु भन्ने क्रियात्मक शब्दलाई यो त हामीले वर्गीकरण गर्दा मात्रै यति भयो। क्रियात्मक शब्दलाई वर्गीकरण गर्दा यति भयो, होइन? 144वटा वाक्य भयो। तर अब यो खानु भन्ने शब्दलाई क्रियात्मक शब्दलाई जस्ताको तस्तै राखेर पनि हामी भोलि वाक्य बनाउँछौँ। जस्तो खानु, जस्तो खानु भन्यो, खानु भयो, होइन त? अब हेर्नु यहाँ, म खानु चाहन्छु। ल हेर्नु, अब यहाँनिर म खानु चाहन्छु, तिमी खानु चाहन्छौ, ऊ खानु चाहन्छ, हामी खानु चाहन्छौँ, उनीहरू खान चाहन्छ। फेरि हिब्रूमा त के हुने भयो त? जतिवटा यो वर्गीकरण गरियो, यो खानु चाहन्छु भन्ने शब्दखेरि फेरि त्यति नै 144वटै भन्ने भयो। फेरि कतिवटा? 241 भयो। अब यहाँनिर त्यति, अब यहाँ त्यो मात्रै हो र? अब यो खानु चाहन्छु भन्ने मात्रै कुरा होइन। हेर्नु, अहिले हामीले के गर्यौँ? म खानु चाहन्छु भयो, होइन त? यो खानु चाहन्छु सबै सर्वनाम राखेर फेरि म खानु चाहन्छु। यो चाहन्छु भन्ने त वर्तमान काल हो। म खानु चाहन्छु, तिमी खानु चाहन्छौ, हामी खान चाहन्छौँ, उनीहरू खान चाहन्छ, तिनीहरू खान चाहन्छ। चाहनु भन्ने क्रियात्मक शब्दलाई राखेर हामीले खानु, यो सहायक क्रियालाई बनाएर हामीले के गर्यौँ त? खानु भन्ने शब्दलाई वाक्य बनायौँ। यो खानु चाहिँ त्यतिखेर परिवर्तन हुँदैन। खानुलाई खाएँ, खान्छु, खानेछु भनेर त्यसलाई चाहिँ वर्तमान भूत भविष्यमा परिवर्तन हुँदैन। खानु भन्ने क्रियात्मक शब्द चाहिँ जस्ताको तस्तै राख्छौँ। त्यसरी नै भोलि हामी हिब्रूमा पनि यो खानु भन्ने क्रियात्मक शब्दलाई जस्ताको तस्तै राखेर हामी वाक्य बनाउँछौँ। अहिले हामी सर एकपटक नेपालीमा बुझौँ क्या, त्यही भनेर मैले यहाँनिर अगाडि बढिरहेको हो। अब खानु, यो चाहन्छु भन्ने मेन पार्ट हो। यहाँनिर म खानु चाहन्छु, तिमी खानु चाहन्छौ, ऊ खानु चाहन्छ, हामी खान चाहन्छौँ, तिनीहरू खान चाहन्छ। यो वर्तमान भयो। फेरि अब पास्टमा आउने बित्तिकै फेरि के हुन्छ त? मैले खान चाहन्थेँ, म खान चाहन्थेँ, तिमी खान चाहन्थ्यौ, ऊ खान चाहन्थ्यौ, हामी खान चाहन्थ्यौँ। फेरि भविष्यमा गइसकेपछि म खान चाहनेछु, तिमी खान चाहनेछौ, ऊ खान चाहनेछ, हामी खान चाहनेछौँ। खालि म खान चाहन्छु मात्र होइन। फेरि यसैलाई हामी के गर्यौँ त? नेगेटिभ पनि बनायौँ। यसैलाई फेरि हामी क्वेसन पनि बनाउँछौँ। म किन खान चाहन्छु, तिमी किन खान चाहन्छौ, हामी किन खान चाहन्छौ, त्यो पनि बनाउनु पर्यो। भनेपछि जसरी कुनै पनि एउटा क्रियात्मक शब्दलाई वर्तमान भूत र भविष्यमा परिवर्तन गरेर हामी वाक्य बनाउँछौँ, जतिवटा वाक्य बन्छ त्यसरी नै फेरि यो खानु भन्ने क्रियात्मक शब्दलाई जस्ताको तस्तै राखेर पछाडि चाहनु, यो चाहनुसँग सम्बन्धित छ, यो राखेर हामी वाक्य बनाउँछौँ। वाक्य त कतिवटा बन्छ त भन्दा फेरि 144वटै बन्छ, होइन त? फेरि 144वटा बन्छ। यहाँ त त्यति मात्रै बन्दैन। यहाँनिर अझै हिसाब गोलमाल भइरहेछ। म खान्छु मात्र होइन, यहीबाट 4वटा बन्छ यहाँ। ठिक छ, पछि हिसाब गरौँला। 144 भयो यो। अब यो चाहनुबाट फेरि 144 भयो। हेर्नुहोस्, होइन त? चाहनुबाट 144 भयो। अब यहाँनिर अब हेर्नु अर्को पनि छ। मैले खानु पर्छ भयो। ल अब ल हेर्नु, ल यो पर्छ,
खानुलाई फेरि पर्छ, यहाँ पर्छ भन्ने आइसकेपछि खानु भन्ने क्रियात्मक शब्दलाई जस्ताका तस्ता राखेर हामीले पर्छ भन्ने क्रिया राखेर गइसकेपछि अब यहाँनिर म मात्र होइन, मैले खानु पर्छ, तिमीले खानु पर्छ, हामीले खानु पर्छ, उसले खानु पर्छ, तिनीहरूले खानु पर्छ, सबै सर्वनाम राखेर हामी पर्छ भनेर वाक्य बनाउन सक्छौँ। र यो पर्छ मात्रै होइन, वर्तमान मात्रै होइन, पर्थ्यो पनि हुन्छ, पर्नेछ पनि हुन्छ। अनि त्यसैलाई फेरि मैले खानु पर्थ्यो, मैले खानु पर्दैन थियो, तिमीले खानु पर्थ्यो, तिमीले खानु पर्दैन थियो, उसले खानु पर्नेछ, तिमीले खानु पर्ने छैन। यसरी फेरि पोजिटिभ, यो फेरि यो सबैलाई हामीले वर्तमान भूत र भविष्यमा लगेर पनि वाक्य बनाउँछौँ। र त्यो वाक्य बनाइसकेपछि फेरि त्यो वाक्यलाई चाहिँ हामी के गर्छौँ, पोजिटिभ र नेगेटिभ बनाउँछौँ, क्वेसन र फेरि नेगेटिभ क्वेसन पनि बनाउँछौँ। फेरि यहाँबाट पनि 144। अनि फेरि अर्को थाहा छ फेरि, जस्तो अब म खानु सक्छु, ल हेर्नु सक्छु पनि आयो, ल म खान सक्छु, म खान सक्छु, तिमी खान सक्छौ, हामी खान सक्छौँ, तिनीहरू खान सक्छ, फेरि 12लाई फेरि आयो। अनि फेरि यसलाई पनि पास्ट हुन्छ नि त। फेरि म खान सक्थेँ, तिमी खान सक्थ्यौ, ऊ खान सक्थ्यो, उनीहरू खान सक्थ्यो, तिनीहरू खान सक्थ्यो, फेरि भविष्य पनि हुन्छ, म खान सक्नेछु, तिमीहरू खान सक्नेछौ। ल फेरि यहाँनिर 144 भन्छ भनेपछि कति भयो त यहाँ? 4 चौको 16 को 6, 4 चौको 16 1 17, 4 4 4 4 1 5। ल हेर्नु, खानु भन्ने क्रियात्मक शब्दबाट हामीले 576 वटा वाक्य बनाउन सक्छौँ। ल खानु भन्ने क्रियात्मक शब्दबाट हामीले 576 वटा वाक्य बनाउन सक्छौँ। यस्ता क्रियात्मक शब्दसँग हामीले कम्तीमा पनि 50-60 वटा क्रियात्मक शब्दहरूलाई, हरेक क्रियात्मक शब्दलाई वर्तमान भूत र भविष्यमा परिवर्तन गर्छौँ र क्रियात्मक शब्दलाई जस्ताका तस्ता राखेर हामी वाक्य बनाउँछौँ। त्यो क्रियात्मक शब्दलाई जस्ताका तस्ता राखेर वाक्य बनाउने सवालमा हामी सबभन्दा पहिला चाहन्छु, त्यसपछि पर्छ, त्यसपछि सक्छ, यो तिनटै पाठलाई समेट्छौँ र क्रियाहरूलाई विभिन्न कालहरूमा परिवर्तन गर्ने सम्बन्धमा पनि हामी समेट्छौँ। त्यसले गर्दाखेरि यो अलिकति भास्ट छ, यो हामी हेर्दै जान्छौँ। तर पहिला चाहिँ हामी के गर्छौँ त भन्दाखेरि नामहरू चाहिँ हामी भोलिदेखि चाहिँ नाम सर टिप्दै हल्का वाक्य बनाउँदै, फेरि नाम टिप्दै हल्का वाक्य बनाउँदै गर्छौँ। मैले चाहिँ अब मलाई फेरि सर यो धेरै नामहरूको बारेमा चाहिँ नि ल मलाई यो 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 भन्ने हुँदैन। मैले यो नामहरू चाहिँ म यही मेरो बुकबाट नै मैले लिएर यहाँ राख्छु र यही नामलाई नै चाहिँ हामी कसरी एकवचन बनाउँछौँ, कसरी बहुवचन बनाउँछौँ, कसरी वाक्य बनाउँछौँ भन्ने कुराहरूमा चाहिँ सर जान्छौँ। यो क्रियात्मक शब्दहरू चाहिँ हामी सर नै चाहिँ हामी केही नगरिकन सिधै गर्छौँ। तर यो नामहरू चाहिँ अब मलाई पनि अब धेरै भयो होइन, अब किनभने कतिपय कुराहरू चाहिँ अब बिर्सिनु लागिसक्यो। ग्रामरको नियम नबिर्से पनि तर हरेक चिजहरूको वस्तुहरूको नामहरू चाहिँ अब सम्झिनु पर्ने हुन्छ। त्यसले गर्दा झन्झटिलो हुन्छ, यहाँ सर 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 लेख्न झन्झटिलो होला। तर यो नामहरू चाहिँ म यो मेरै किताबबाट चाहिँ म लिन्छु अनि यसो लेख्दै हेर्दै गरौँला। यो कहाँबाट किताब पढेर, कसको किताब पढेर यसले पढाए नभन्नु होला है, यो मेरो किताब हो। यो धेरै दुःख गरेर धेरै वर्षको सङ्घर्ष पछाडि मैले लेखेको किताब हो। बाँकी कुरा चाहिँ भोलि अर्को भिडियोमा भेटौँला। ल आज बाई, लाइक गरिदिनुहोस् है, लाइक त आउँदैन रहेछ होइन, लाइक गरिदिनुहोस्, कमेन्ट सब्सक्राइब गरिदिनुहोस् न। अब यो अहिले मलाई के लाग्छ भने मलाई यो भिडियो हेरेर भिडियोबाट लाइक कमेन्टहरू गरेर मलाई चाहिँ धेरै चाहिँ नि मलाई एकदम प्रख्यात हुनु, मलाई यो पैसा कमाउनु यो होइन। इजरायलको लागि नेपाल चाहिँ प्राय अब खुली नै रहला, किनभने अहिले G2G को कुराहरू छन् होइन, खुली नै राख्ला। तपाईँहरूलाई यो मेरो भिडियो चाहिँ नेपालबाट इजरायल जाने बेलामा मात्र होइन, इजरायल पुगिसकेपछि पनि तपाईँहरूलाई यो भिडियो धेरै महत्त्वपूर्ण हुनेछ भन्ने मलाई लागेको छ। हेरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, फुर्सद मिलिहाल्यो भने कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। ल भोलि अर्को भिडियोमा भेटौँ। ल बाई बाई।